500 रुपियाँमा 1000 को नोट फोटोकपीबाटै बनो। अब यो 5 रुपियाँले 500 त म कमाउँछु। ड्याङ ड्याङ दी यहीँ बसेर 500 कमाउँछु। आयो है यसैलाई मुर्गा बनाउँछु। अरे 1000 रुपियाँ पो भेटियो। होइन यो पैसा त मैले पो देखेको त पहिला। देखेर हुन्छ त, मैले टिपेको होइन। त्यत्रो परबाट देखेर म कुदेर आउँछु देखेर टिपेर भनेर हुन्छ त। देख्न त अब देख्यो होला नि। ड्याङ ड्याङ दी टिप्न त मैले टिपेको नि त। होइन यो पैसा त मेरो हुन्छ। कसरी हुन्छ हौ? मेरो हुन्छ। कसरी हुन्छ? अब मैले टिपेको मैले भेटेको होइन। भेटेँ भनेर हुन्छ त। अनि के चाहिँ गर्दा चाहिँ हुन्छ त? त्यसो भने यसो गरौँ न, आधी आधी गरौँ। गर्दिनँ आधी आधी, मैले भेटेको होइन। मेहनत भनेको मेरो होइन। पहिला त मैले देखेको नि यो मेरो हुनुपर्छ कि पर्दैन कि त आधी आधी बाँड्नु पर्छ। मैले टिपेको होइन पैसा। ड्याङ ड्याङ त्यो हानिदिन्छु पो म त फेरि। उपरवालाले मलाई दिएको ल दिन्छु। आजको व्यवस्था भयो। 1000 रुपियाँ कस्तो हो यो? 1000 रुपियाँ सुन्छ मान्छेले। होइन कि त बाँडौँ त आधी आधी। बाँड्नै पर्ने। बाँड्नै पर्छ। होइन म त फेरि सुरु भइहाल्छ है हल्ला। खोल्यो 500। त्यो त हरिप्रसन त। कम बाँड्छु त जिन्दगी लन्द्रेक भाँडा खन्द्रेक ठाउँको ठाउँ 500 कमाएँ नि मैले।